नमस्कार, यहाँहरू सबैलाई यस युट्युब च्यानलमा स्वागत छ। आजको यस भिडियो पनि क्रमशः व्याख्यात्मक प्रश्नोत्तर नै रहेको छ। आजको यस भिडियोमा 5औं प्रश्न र 6औं प्रश्नको उत्तरहरू रहेका छन्। कक्षा 10 को विविध पाठहरूबाट व्याख्यात्मक प्रश्नोत्तर तयार पार्ने क्रममा 5औं नम्बरमा लिएको छ। तपाईले गर्व गर्ने सगरमाथालाई काँधमा बोकेर उभिएको यो गाउँ। अब यसको उत्तरतर्फ लागौँ है त। माथि दिएको कवितांश कक्षा 10 को नेपाली पाठ्यपुस्तकमा रहेको गाउँमाथि एउटा कविता शीर्षकको कविताबाट साभार गरिएको हो। यस वाक्यमा हामीले व्याख्याका लागि दिएको कवितांश चाहिँ कहाँबाट, कुन पाठबाट लिएको हो भन्ने कुरालाई छुट्यायौं। यो कवितांश कक्षा 10 को पाठ्यपुस्तकमा रहेको गाउँमाथि एउटा कविता शीर्षकको कविताबाट साभार गरिएको हो। यस कविताका रचयिता दिनेश अधिकारी हुन्। यस कवितामा कवि अधिकारीले राज्यबाट उपेक्षित भएको जस्तै देखिएको नेपालको ग्रामीण परिवेश र स्वच्छन्द सामाजिक जनजीवनको सचित्र प्रस्तुत गरेका छन्। यस कवितामा नेपालको सुदूरपूर्व र सुदूरपश्चिमका गाउँहरू जुन आजको अवस्थामा पनि राज्यको ध्यान नपुगेको, विकास हुन नसकेको कुरालाई सचित्र प्रस्तुत गरिएको छ। नेपाल र नेपालीलाई विश्वमा चिनाउने सगरमाथाको फेदीमा रहेको गाउँको अवस्थालाई नदेख्ने सरकार र देशको समाचार सम्प्रेषण गर्ने पत्र-पत्रिकाका सम्पादक प्रति तीखो व्यङ्ग्य गर्ने सन्दर्भमा माथिका सुन्दर पंक्ति आएका हुन् अथवा यी पंक्तिहरू रचना गरिएका हुन्। हामी नेपाललाई सगरमाथाको देश भनेर विश्वमा चिनाउँदै गर्व गर्छौं। पत्र-पत्रिकाले आफ्ना अग्रभागमा सगरमाथाको तस्बिर राखेर देश विदेशका समाचार सम्प्रेषण गर्छन्। तर सगरमाथाको फेदीको गाउँको अवस्थाप्रति बेखबर छन्। जुन पत्र-पत्रिकाहरूले देशको बारेमा समाचार छाप्छन्, उनीहरूका पत्रिकाका अग्रभागमा अघिल्लो पृष्ठमा सगरमाथाको तस्बिर राखेर चाहिँ समाचार सम्प्रेषण गरिन्छ। तर सगरमाथाको फेदीको गाउँको अवस्थाप्रति चाहिँ ती पत्र-पत्रिकाका सम्पादकहरू पनि बेखबर रहेको गुनासो कविले कविता मार्फत व्यक्त गरेका छन् भनेर यहाँ भन्न खोजेको हो है। नेपालका सुदूर गाउँहरूको अवस्था आज पनि 17औं शताब्दीकै जस्तो छ। पराले छानो, ढिकी जातो, मेलापात आदि इत्यादि। शिक्षा र चेतनाको अभावले 21औं शताब्दीमा पनि अन्धविश्वासलाई विश्वास मानेर यहाँका जनता निर्वाहमुखी खेतीपाती र पशुपालनमा सीमित छन् भनेको नेपालका सुदूरपश्चिम र सुदूरपूर्वका गाउँहरूका जनताहरू। विज्ञान र प्रविधिले संसार जितेको छ भनेर पत्र-पत्रिकामा छापिए पनि त्यस गाउँलाई छुनसम्म सकेको छैन। त्यस गाउँको अवस्थाप्रति सबै बेखबर छन्। यस कुराप्रति कविले असन्तुष्टि व्यक्त गरेका छन्। पैसाका लागि समाचार सम्प्रेषण गर्ने सम्पादकलाई पेसामा आउन कविता मार्फत आह्वान गरिएको छ। यसो भन्नुको तात्पर्य एउटा पत्रकारले, एउटा पत्रिकाको सम्पादकले
के गर्नुपर्छ त? समाचार, देशका कुना कुनाका समाचार, त्यहाँ भएका अवस्थालाई उजागर गरेर सबैको ध्यानाकर्षण गराउनुपर्छ। राम्रा कुरा, अभावका कुरा, नराम्रा कुरा, सबै कुरा चाहिँ के गर्नुपर्छ त? छर्लङ्ग जस्ताको तस्तै सम्प्रेषण गर्नुपर्छ। यहाँ त पत्र पत्रिकाले आफ्नो पत्रिका बिकाउनका लागि मात्रै, पैसा कमाउनका लागि मात्रै अन्धधुन्ध समाचार सम्प्रेषण गरेको गुनासो कविको रहेको छ। गाउँको विकास भए मात्र देशको विकास हुने आशय बोकेको यस कवितामा चेतनाको प्रकाश मानिएको पत्र पत्रिकामा खोजमूलक समाचार पनि सम्प्रेषण गर्नुपर्ने, राज्यबाट ओझेलमा परेका गाउँ र त्यहाँको जनजीवनलाई समेटेर समाचार सम्प्रेषण गरिनुपर्ने कुरा उल्लेख गरिएको छ। देशलाई चिनाउने सगरमाथाप्रति गौरव गर्दा सगरमाथासँगै जोडिएका गाउँलाई व्यवस्था गर्न नहुने भाव माथिको वाक्यमा प्रस्तुत भएका छन्। अब त्यस्तै अर्को प्रश्न रहेको छ, नेपाल आयुर्वेदिक औषधिका लागि भूस्वर्ग मानिन्छ। भूस्वर्गको पृथ्वी नै स्वर्ग। स्वर्ग भनेको सबै कुराले सम्पन्न सुखै सुख रहेको काल्पनिक संसार हो नि। हामीले कल्पना गरेको संसार चाहिँ के हो त? स्वर्ग हो। नेपाल आयुर्वेदिक औषधिका लागि भूस्वर्ग मानिन्छ भनेर यसलाई व्याख्या गर्नका लागि यहाँ प्रश्न दिएको छ। यसको उत्तर हामीले यसरी लेख्न सकिन्छ। मानिसको शरीरमा लागेका रोगको निराकरण र निवारण गर्ने तत्त्व औषधि हो। निराकरण भनेको छुट्याउने, चिन्ने र निवारण भनेको त्यसलाई रोक्ने, विषो गराउने काम त्यही त गर्ने तत्त्व औषधि हो। चिकित्सा विज्ञानमा प्रचलित रहेका औषधिमध्ये आयुर्वेदिक औषधिको स्थान महत्त्वपूर्ण रहेको छ। प्रकृतिमा भएका जडीबुटीबाट तयार पारिएको औषधिलाई आयुर्वेदिक औषधि भनिन्छ। आयुर्वेदिक औषधिले आफै तागत वा रसायनको पोषण र रोग प्रतिरोधात्मक क्षमताको विकास गर्छ। एलोपेथिक औषधिका तुलनामा कम खर्चिलो र औषधिको नकारात्मक प्रभाव कम हुनु यसका विशेषताहरू हुन्। आयुर्वेदिक औषधिले एलोपेथिक औषधिले जतिको नकारात्मक प्रभाव पनि पार्दैन र कम खर्चिलो पनि हुन्छ भन्ने कुरा चाहिँ यहाँ गरिएको छ। नेपाल आयुर्वेदिक औषधिका लागि भूस्वर्ग मानिन्छ। फरक भौगोलिक धरातल र हावापानी भएको यस मुलुकमा धेरै प्रकारका जडीबुटीहरू पाइन्छन्। हिमाली भूखण्डमा एस-सागुम्बा, प्राणवर्धक पाखनबेत, चिराइतो, जटामसी, सतुवा आदि आदि धेरै सयौं प्रकारका जडीबुटीहरू पाइन्छन्। त्यस्तै पहाडी भूखण्डमा हर्रो, बर्रो, अमला, पाँचौले, बेसार, घिउकुमारी, टिमुर आदि जस्ता कयौं जडीबुटीहरू पाइन्छन्। यसै गरी तराईमा पनि तराई क्षेत्रमा निम, सिट्रोनेला, मेन्था, सर्पगन्धा आदि जस्ता जडीबुटीहरू पाइन्छन्। यी जडीबुटीहरू विविध रोगको उपचारका लागि साथै रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि प्रयोग गरिन्छ। पौराणिक महाकाव्य रामायणमा वर्णन भए अनुसार युद्धमा घाइते भएका लक्ष्मणलाई निको पार्न नेपालकै हिमालय क्षेत्रबाट सञ्जीवनी बुटी लिन पठाइएको थियो रे। किम्वदन्ती हामीले सुन्छौँ। पुराण सुन्दाखेरि यी किम्वदन्तीहरू, यी भनाइहरू हामी पुराणमा सुन्न पाउँछौँ। हनुमानले अनेकौं जडीबुटी बीच सञ्जीवनी बुटी चिन्न नसकेर सिङ्गै पहाड उठाएर लगेको र वैद्यले सञ्जीवनी बुटी चिनेर खुवाएपछि लक्ष्मण निको भएको प्रसङ्गले पनि अनन्तकालदेखि नै नेपाल आयुर्वेदिक जडीबुटीका लागि भूस्वर्ग रहेको पुष्टि हुन्छ। समग्रमा भन्नुपर्दा हाम्रो देश नेपाल
सहस्र हाम्रो देश नेपालमा सहस्र बुट्टीहरू पाइन्छन्। यो हामीलाई प्रकृतिले दिएको वरदान नै हो। हामीले हाम्रो देशमा भएका जडीबुटीहरूको पहिचान र सदुपयोग गरेर आत्मनिर्भर बन्न र यसैबाट देशको अर्थतन्त्रमा सहयोग पुर्याउन सक्नुपर्छ भन्ने भाव पनि यसमा समेटिन खोजिएको छ। अब रहेको छ 7औं नम्बर। 7औं प्रश्न रहेको छ, जीवनमा सानो घटनाले पनि अथाह खुसी दिन सक्दो रहेछ। प्रस्तुत वाक्य कक्षा 10 को नेपाली पाठ्यपुस्तकमा रहेको आयाम शीर्षकको कथाबाट साभार गरिएको हो। यस कथाका कथाकार विनाथ थिङ हुन्। युवा पुस्ताकी जजल्यमान कथाकार थिङको यो कथामा सामाजिक विषयवस्तुको नयाँपनलाई उजागर गरेको छ। यस कथाले सामाजिक विषयवस्तुको नयाँपनलाई उजागर गरेको छ। यस कथाकी मुख्य पात्र याङजीले सन्त मायामा फेरिएको खुसी अनुहारमा आफ्नो अतीत स्मरण गर्न पुग्छिन्। आफूलाई पनि कुनै दिन आफ्नो अफिसको हाकिमले तिमीलाई हरियो कुर्ता र टीका सुहाउँछ भन्दा आफू प्रफुल्ल भएको क्षण सम्झिन्छन् र माथिको वाक्य प्रकट गर्न पुग्छन्। मानिसलाई खुसी हुन कुनै ठुलै कुरा नै चाहिन्छ भन्ने होइन। साना कुराले पनि अथाह खुसी मिल्न सक्छ। दुःखमा परेका मान्छेलाई अरूले दिएको ढाडस पनि राहतको महसुस हुन्छ। ल है म छु है, नआत्तिए है भन्ने शब्द ढाडसयुक्त वचनले पनि के हुन्छ त सहयोगै पाएको जस्तो, राहतै पाएको जस्तो महसुस हुन्छ। कसैले मायालु स्वरमा आफ्नो बारेमा प्रशंसा गरिदियो भने पनि मानिस खुसी हुन सक्छ। यस कथामा पनि श्रीमानको मृत्युपछि दुःख र पीडामा आफूलाई डुबाइरहेकी याङजीले घर बाहिर निस्केर काम गर्न थालेपछि जीवनको वास्तविकतालाई बुझेको देखाइएको छ। याङजीको जीवन कथा भित्रकी अर्की पात्र सन्तमायाको विवाहको कुरा र उसको मुहारमा आएको परिवर्तन देखेर याङजीले आफ्नो अतीत स्मरण गर्छिन्। सन्तमायाको विवाह कुनै धनी र जवान मान्छेसँग नभई 45 वर्षीय व्यक्ति जो विदुर र 2 सन्तानका बाबु थिए। सहारा नभएको बेला सहारा पाएकोले सन्तमाया खुसी थिइन्। याङजी पनि सुरजले गरेको आफ्नो प्रशंसामा आफू खुसी भएको क्षण सम्झन पुग्छिन्। मानिसको जीवनमा आइपर्ने दुःख सुख, सामाजिक मूल्य र मान्यता अनि परिवर्तित समाजको अपेक्षा यस कथाको समग्र मूलभाव रहेको छ। मान्छेको जीवनमा सुख दुःख सबै आइपुग्छन्। हाम्रो सामाजिक मूल्य र मान्यताहरू यस्ता रहेका छन्। अब यो सामाजिक मूल्यहरू, पुराना मूल्य र मान्यताहरू परिवर्तन भएर नयाँ समाजको, परिवर्तित समाजको अपेक्षा चाहिँ यस कथाले समग्र रूपमा लिएको छ। यस कथाको समग्र मूलभाव रहेको छ। समाज परिवर्तनशील हुनुपर्छ। यहाँ जसरी याङजीकी सासूले याङजीलाई सपोर्ट गरेर उनको नयाँ जीवन दिएकी छन्, सन्तमायाले नयाँ जीवन पाएकी छ, त्यसरी नै हाम्रो समाज परिवर्तनशील हुनुपर्छ भन्ने कथाको चाहिँ मूलभाव रहेको छ। वास्तवमा सुख भौतिक रूपमा नभई आत्मिक रूपमा अनुभव गरिने कुरा हो। जीवन जिउने क्रममा साना कुरा र साना घटनाले पनि अविस्मरणीय खुसी प्रदान गर्दछ भन्ने कुरा याङजी र सन्तमायाको जीवन कथाबाट देखाउन खोजिएको छ। हस्त आजको यस भिडियोमा यति मात्र। बाँकी प्रश्नका उत्तरहरू अथवा व्याख्यात्मक प्रश्नहरू, कस्ता कस्ता प्रश्नहरू सोधिन्छन् र ती सोधिने केही नमुनाहरू लिएर अर्को भिडियोमा उपस्थित हुने नै छु। अहिलेको लागि यति मात्र। धन्यवाद।